बरु उठेर उ यहाँनिर फोहोर छ भने त्यो टिप्नु बरु यताउति गर्नु भने आफ्नो जाँगर पनि चल्छ फोहोर टिप्दा ल एनर्जी टिप्छु त हो नि म कहिले पहिला स्कुलमा कति गरम छैन कति टिपेको पहिला यसले नि अनुसार यस्तो गर्नु अरे यस्तो गर्छ अरे कस्तो गर्छ अरे किन लाइट बालेको निभाउनु त लाइट भिडियो रेकर्ड गर्दा चाहियो नि त बेजत अनि के अरे सद्गुरुले भनेको नि अनुसार यस्तो अरे अनि त्यो अर्को को अरे त्यो के यादव परे होइन हौ त्यो अर्को चस्मा लाउने राम्रै छ नि मोटिभेट गर्छ नि के अरे त्यसको नाम हेर्नु हुँदैछ नि आजकल यादव के यादव थाहा छैन सञ्चबहादुर यादव जेसुकै होस् त्यसले अनुसार त्यो सद्गुरुले हावा हावा कुरा के भनेको छ नि बरु त्यसले राम्रो भन्दो रहेछ अघि बिहान भनेको नि तपाईँले हावा कुरा भन्छ के अरे कतिवटा कुरा त्यस्तो बोलेको हुँदो रहेछ बरु यसले राम्रो भन्छ त्यसो भने अरू के भने त्यस्तो सोच्नुभन्दा नि त्यो सुन्नु ल्यापटपमा बसेर ए कसले के गरो को कहाँदेखि कहाँ पुग्यो सद्गुरु कुनले कसरी बोल्छ यो ओठ कसरी हल्लाउँछ यहाँनिरदेखि कस्तो हुन्छ केही भएको होइन बाबाले थाहा छैन नि रक्सी आज त्यस्तो गर्नुभन्दा बरु आफूले म के गर्नुपर्ने हो अब म के गर्छु पढ्नुपर्ने हो कि काम गर्नुपर्ने हो कि अनुसार बरु म अब यस्तो गर्छु तिमी पनि केही हेल्प गर म पनि गर्छु भन्नु बरु कुन दिन चाहिँ हेल्प गर्ने सोच गरेको छु तिमीले रियल्ली नरेश केही नै गर्दिनँ म केही गर्दिनँ केही पो गर्दिनँ त तपाईँले चाहिँ के गर्नुभएको छ हौ मेरो लागि लु के गर्नुभएको छ केही गरेको छैन अनि त्यही हो सेम के गर्नुभएको छैन मैले पनि केही गरेको छुइनँ तपाईँको लागि अनुसार एउटा कुरा हेल्प गरेर नि त म पढ्ने कि त्यो च्याप्टर बुझाइदेऊ न मलाई बुझाइदेऊ न तपाईँलाई भन्नु नि तपाईँ पढेको बेला म न कहिले डिस्टर्ब गर्छु न तपाईँलाई मेडिटेसन गरेको बेला म कहिले डिस्टर्ब गर्छु कि कहिले गर्छु डिस्टर्ब डिस्टर्ब नगर भनेको छु ए त्यस्तो डिस्टर्ब नगरेको हेल्प हो म त्यत्रो पढेको बेला मलाई आएर एउटा च्याप्टर सिकाउँछ भन नि त त्यत्रो पढिरहेको हुन्छु म कति मलाई एउटा च्याप्टर त पढे एउटा सेन्टेन्स अरे यो चाहिँ नरेश यो चाहिँ यस्तो भनेको है भनेर भन्छौ मलाई कति बाठी छौ तिमी मलाई चाहिँ खाडलमा हालेर त चाहिँ माथि माथि उभिनु खोज्छेस् भनेको मलाई चाहिँ खाडल खनेर हालेर त चाहिँ माथि माथि उभिन्छेस् भनेको खै तैँले त्यस्तै बुझिस् भने त्यस्तै हो त्यही त भनेको नि तपाईँले यति बाठी छौ तिमी मलाई एउटै च्याप्टर पढाउनु अल्छी गर्छु भोलिदेखि सिकाइन भने I don't know what will happen. अनि दिनभरि अब निन्द्रा लागेन अरे लु ठिकै छ होइन अनि उठेर अब ब्रसहरू गर्नु कति बजीसम्म आफूलाई अब म यति बजीसम्म चाहिँ कुदाउन सक्छु है गाडी भने लु जानु कुदाउनु ओर्नु अनि निन्द्रा लाग्यो है भनेपछि आउनु सुत्नु 2-3 घन्टा अनि सुतेर खानासाना खानु नभए अगाडि नै खानासाना खाएको त्यस पछाडि फेरि अब गाडी कुदाउनु जान मन लाग्यो भने जानु नभए उठेर के अब सुन्न मन लाग्छ के गर्न मन लाग्छ के घरमा बाथरुममा कोही के भइरहेको हुन्छ यसो
दारीहरू अझै त्यहीँनिर छ मैले अस्ति पखालेको त्यो दारीहरू यस्तो गरेको छु मैले पनि पखाल्नुपर्छ भनेर सनक्क पार्नु त्यो पनि त गर्दा हुन्छ नि त दारी अझै छ त्यहाँ देखाइदिउँ हिँड्नु लु ओके अन्त दारी त यहाँ छ जस्तो लागेको थियो अनि यसो उसो गर्दा पनि हुन्छ अनि अनुसार मलाई केही कुरामा जाँगर चल्दैन मेरो जिउमा एनर्जी जसलाई पनि त्यस्तै फिल हुन्छ क्या नरेश मलाई पनि त्यस्तै नै हुन्छ तर अब मैले मलाई चाहिँ अब बाध्यता छ नि त नगरी हुँदैन भन्ने मलाई थाहा छ नि त त्यो कुरा कसले पकाएर खुवाउँछ भोक त लाग्छ त भरे भोके पनि बस्छु त 2-3 रात अनि तिमी पनि बस्ने तपाईँ पो सक्नुहुन्छ म त सक्दिनँ त्यसो भए 1.5 दिन त सक्छु अनि अस्ति टेनेसी जर्जिया गएको बेला भातै खाएनौ त तिमीले चटपटे त खायो नि त चटपटी त 2 दिन मात्रै खायो त्योदेखि यता आउँदाखेरि चटपटी कहाँदेखि थियो र खायो त्यसो भए केही नखाइकन बस्नु म अब काममा पनि नजानु काम गर न त्यतिकै नखाइकन के नि त अरू गरिहालिन्छ अरू कामहरू सबै कामहरू अनि आफै पनि अलिकति एक्टिभ हुनुपर्छ क्या आफैले पनि हो गर्ने भनेको नि नरेश अरूले होइन अरूले गरिदिएर मात्रै हुने पनि होइन क्या सबै कुरा आफूमा भर पर्छ तपाईँ पनि भन्नुहुन्छ क्यामेरा सिधा बोल न यहाँ हेरेर बोल किन हेर्नु अझै क्यामेरामा आँखामा यहाँनिर कस्तो हुँदैन तिम्रो मन दुखेको कुराहरू सबै यहाँनिर राखिदिन्छु अलिकति एक्टिभ हुनुपर्छ आफै अलिकति मात्रै एक्टिभ हुनु अलिकति तपाईँ त यति हुनुभयो भने पनि चल्छ यति यति यहाँ हेर्नु यति हुनु यति एक्टिभ छु 0 त्यो 0बाट यस्तो हात अलिकति घुम्चाएर यति गर्नुपर्ने हुन्छ त्यो पनि छैन अनि होइन घरकै काम गर्नु भनेको पनि होइन कि मैले काम चाहिँ के नै छ र जसले पनि गरे बाई बाई म गएको तर गाडी कुदाउनु गएको मलाई गयो ठ्याप्पै पारेर नरेछ आज त किन नजानु किन नगर्ने के काम कस्तो काम राति गर्ने काम राति गर्ने काम कस्तो हो त्यो भनेको अब राति गर्ने काम के हुन्छ किन खाना पकाएको छैन पकाइदिने जाऊ न त बोकाएर आऊ ए राति पकाउन थालेको तिमीले पढाए 5 16 दुना 8 भने यतिकै गरलु 16 दुना 8 त हो अनि 16 लाई 2टा बनाउँ त 16 लाई गाईलाई दुध के हुन्छ दुध 16 लाई दुड्न थाल्यो भने 8 बनिँदैन यो दिमागलाई चाहिँ अलिकति यस्तो यस्तो पार्नु ल तपाईले कस्तो पार्नु यस्तो पार्नु के हो त्यो भने अलिकति माथि उठाउनु भनेको यसो गर्दा माथि उठ्छ ओके होइन त्यसो गएन होला यसो गर्नुपर्छ होला माथि उठाउनु त मेरो कपाल कि त्यतिकै झरिरहेको छ कि मारिदिन्छ अलिक मजाले उठाऊ दुख्छ उठाऊ नि त दुख्छ भन्दैछु अनि माथि उठाउँदा अलि त दुख्छ सहनु पर्छ तपाईँको तनुम त कन्सिडी कस्तो दुख्छ दुखेन दुखे पनि कहाँ दुखो भन्नुहुन्छ त तपाईँले यहाँ मलाई दुखाउनु पर्ने छ अनि दुख्छ नै त्यही भएर तपाईँ आफै भन्नुहुन्छ आफूले गरेन भने कसैले गर्दैन अनुसार आफैले हो गर्ने भनेको तर अनुसारको बुढा त्यही पार चाहिँ आफूले पनि पढ्नु भन्छु म चाहिँ गाँजा खाएर हाँसीको आँखा यस्तो देखेको ए म त उहिले खाइदिएको जन्मिने बित्तिकै बुढीमै खाएको
बेर पनि छ नि तिम्रो मम्मीले त दारुसँग गाँजा छ खानु चाहिँ चाहिँ हाम्रो मम्मीले त्यतिखेर त खाँदैन थियो अरे दारु र गाँजा दुइटा मिसाएर फिरेर सुरु क्या त त्यस्तै भए पनि छोडी राम्री जन्माइदिइहाली हाल्नुभयो के अरे बिहे गरेर ल्याइहाल्नुभयो को तिमी राम्री तिमी राम्री नभएको बिहे गरेर ल्याउनु हुन्थ्यो त के हेरेर बिहे गरेको त लु भन्नु त आज म तपाईँलाई उयो गर्छु के हेरेर बिहे गरेको तपाईँले मलाई केही नै हेरिनु अनि किन बिहे गरेको त किन बिहे गरेको घरमा बुहारी चाहिएको थियो आमालाई त्यही भएर बुहारी- लाटी भेट्यो नि बिहे गर्थे बुहारीहरू त टन्नै त्यो त ए लाटी मात्रै होइन राम्री काली बहिनी पनि थिइन् त किन नगरेको तिमीलाई चाहिँ काली काली मात्रै थियो र अन्त गोरी पनि थिइन् यहाँनिर एउटी अर्की अहिले ती सरिता पनि थिइन् को चिन्दिनँ त सरितामा चिन्न ओके चढेको नचिन्ने मान्छेहरू पनि धेरैजना थिए अनि लिन जान्छु भनेर पनि भन्नुभएको थियो एकजना बहिनीलाई किन नगएको को किन बहिनीलाई? नगएको को बहिनी बर्थडेमा सरप्राइज दिने बहिनी किन नगएको किन म नेपाल गएको त नेपालमा आवश्यक थियो मेरो अलिक धेरै अनि के आवश्यक त यहाँ थिएन नेपाल गयो भने अलिकति सान बढ्छ नि त ससुरालीले अलिक यहाँ गयो भने घिउ र भात दिँदैन नि त अनि यहाँ गएर घिउ र भात दियो भने नि मिठो हुँदैन यहाँको घिउ ए त्यसो भए त बुढी चाहिएको नेपालमा त्यसो भए त बुढी चाहिएको होइन रहेछ त घिउ भात खानु ससुराली नै गइराख्नु नि त किन बुढीसँग बसेको नेपालमा गयो भने त पुरा रेस्पेक्ट गरेर घिउ भात लाएर दिन्छन् नि त त्यसो भए त घिउ भात खानै जानु नि त मासु ससुराली। दिन्छन् किन भुटेर बुढी घिउ बुढी चाहियो दिन्छन् त? होइन अरू अरू समोसा मोमो चाउमिन छप्किन अनि मलाई किन यहाँ ल्याएको त चिप्खान नेपालमै लोछन छोडिदिनु सबै पर्थ्यो। मिक्स गरेर त्यही त नेपालमै छोडिदिनु पर्थ्यो नि त किन ल्याएको त बुढी चाहिँ मैले ल्याएको तिमीलाई लिनु गएँ म आफै आएको होइन दुईचोटि चाहिँ किन गएको दुईचोटि म कहाँ तिमीलाई भेट्नु त्यो टिकट गर्नु कसले गएको? काटिदिएको त्यो आउँछु भनेपछि अब आउने मान्छेलाई काटिदिनु परेन ए राम राम सक्दिनँ म तपाईँसँग प्रभु सकिनँ मैले भन नि त सक्दिनु परेन के चाहिँ हेरेर बे गरेको गर्न चाहिँ जान्छु भन्दै थियौ त ए जान्छु नि त टिकट काटिदिनु नि त त्यसो भए आजै जान्छु काटिदिनु टिकट मैले कहाँ पैसा तिमी कमाउने अनि मैले टिकट काटिदिनु ल्याउने बेला त तपाईँले नै काटिदिएको नि तपाईँको पैसाले ए मूर्ख ए तिमी त मसँग बिहे गरेर आएको र तिमी त मसँग झुन्डिनु पो आएको रहेछौ यार झुन्डेको त्यस्तो साह्रो झुन्डिनु तिमी त्यही भएर त्यहाँ झुन्डेको झुन्डै कोही समाउ झुन्डिने ठाउँमा छाडा नबोल न यहाँ भिडियो रेकर्ड गरिरहेको छु मैले कसैले हेर्दैनन् हामीले नै हेर्ने हो पछि हो झुन्डिने ठाउँमा खै झुन्डिन्छु नि छाडा त नबोल यार झुन्डे बसेको भनेको होइन छाडा नबोल न घाँटी मैले त्यसो भनेको छुइनँ के भने मैले झुन्डिने ठाउँ त भनेन बिहे गर्नु साह्रो रहेछ यार तिमी त 7 जन्म ए 7 जन्म होइन 18 जन्मसम्म तपाईँसँगै पछि पछि लागेर आउँछु म त अर्को पालि त जन्मिदिनँ त्यसो भने त। तिमी जाँदै गर ल धरतीमा गएर जन्म ल्याऊ भन्छु म त भागेर अर्कै प्लानेटमा गएर अगाडि नै हात समातिवरी कि अर्कोपट्टि तपाईँलाई अर्काको बुढीमा लगाइदिन्छु म अनि म अर्काको बुढीमा बस्छु होइन यहीँनिर जन्मिने नरेश त तिमी अमेरिकामा जन्मियो भने नेपालमा जन्म गइहाल्छ म लिन गइहाल्छु नि म आउँछु जस्तो लाग्छ ए तानेर तिमी आउनुभन्दा अगाडि अर्को केटीलाई भुँडी बोकाएर बसेर त्यसो ए भए अर्को जन्ममा त तपाईँ केटा होइन केटी हुनुहुन्छ केटी म पो त केटा त ठिकै छ नि त भुँडी बोकेर बस्नु जग्न कसले त्यस्तै भयो भने बोकेर लिएर आउँछु खुब तँलाई म तैँले झगडा नेपालमा झगडा तँलाई मलाई छोडिदिनु तपाईँले
पर्दैन अब म आउँदिनँ उसलाई क्यामेरा मात्रै लगाइदिनु पर्छ गफ त के गर्छिन् तपाईँ एक क्यामेरा उता लानु ल बोल्दिनँ त्यसरी सुताइदिनु नबोल सुत ढोक्ने बेला चाहिँ ढोक्न दिएन कि अहिले राति हाल्यो नि ढोकाउँछ आया मेरो मुन्टो दुख है मुन्टो दुख भनेको के गरेको आया कपाल दुख फेरि कपाल साँच्चीको नरिस कपाल दुख भन्दै चाहिँ ल नरिस कपाल छोडिन्छ मेरो दुःख कपाल भनेको मर्दिन्छ है म बोलिनँ तपाईँलाई नि म बोलिनँ भने पनि हुँदैन बोलेँ भने पनि हुँदैन के भएको ला यहाँनिर के भएको नरिस राति त निन्द्रामा टोकेको सरी ल त्यस्तो काम चाहिँ म जिन्दगीमा गर्दिनँ कहिले पनि थाहा छ कहिले टोकेको छैनस् मलाई कहिले टोके लाज लाग्दैन त्यो त माया गरेर टोके मायाले नि रिसले टोकेको बिर्सिस् कहिले ए वाह त्यस्तो कुरा मैले माफ दिइसकेँ हामीले पनि उहिले छोडिदिइसकेको त्यस्तो कुरा गाँजा खाएको जस्तो गाँजा खाएको देख्दै कसले खुवायो गाँजा गाँजा मात्रै सबै त खाएर आएको तपाईँले किनेर राखिदिइराख्नु भएको छ त्यहाँनिर बाटोमा खाइदियो रे आएको बिहे के अरे त्यो यता म छोडिदिनु यताउति भनेर तँलाई के उयो जाइ लुक त जाइ तँलाई म खोजेर पनि ल्याउँछु भन्दै भन्नुहुन्थ्यो त्यति बेला त एकदम स्पेसियल फिल गराएको नि म त त्यस्तो स्पेसियल बाफ्रे म त सुन पायो क्या गन्धी ए म गन्धी म हप्ता दिनसम्म नलाइकन ठुस ठुस भएर बस हो कति न र पनि मिठो बास्ना आयो भने त्यस्तो अब बुढोको त आयो भन्नै पर्यो नि आएन भन्यो भने अर्कैसँग जा भन्छ आजकल त नभए डिभोर्स दिन्छु तँलाई डाइरेक्ट आजकल त डिभोर्स दिन्छु भन्छ हाम्रो डाइरेक्ट छोडेर जाँदिनँ भनेर प्रमाणित भएछ कि अब चाहिँ त्यही भएर होला डाइरेक्ट विश्वास हो तिमीहरूको के अरे के विश्वास हुँदैन नि त छोरी के विश्वास नहुने मान्छेले अर्कैसँग जानु नि त के खानु टाँसिँदै बसिरहेको त उतै जानु नि त के विश्वास तपाईँको नि के विश्वास हो उहाँनिर कहाँ पनि कम्पनीमा पनि कतिवटा केटी छन् भन्नुहुन्छ यसलाई पनि मन पराउँछु त यो पनि मन पर्यो अझै भएन मेरै बहिनी मन पर्यो भन्नुहुन्छ तपाईँ यो भएन त्यो भएन यस्तो मन पर्यो योसँग यस्तो गरौँ यसलाई यस्तो गरौँ सबै भन्नुहुन्छ त भनेर कहिले म पनि रेकर्ड गरेर राख्छु हेर्नु न म त मेरो मनमै राख्छु तिमी त मेरो मन होला जस्तो भनेर राख्छु मनको कुरा मनले बाहिर निकाल्छ त के अरूलाई पटान मेरो बुढाले यसो भन्छ यस्तो गर्छ यस्तो भन्छ भनेर सुनाउँदै हिँड्छु र बेर पनि छैन विश्वास छैन तिम्रो केहीमा विश्वास छैन भने छोडिदिनु नि त हौ समाजसित तिमीलाई समाएर बसेको छु अहिले के त्यहाँ फोन अफ उयो होस् न बन्द होस् न अनि म यतापट्टि फर्किउँ न के हुन्छ अनि त्यतिखेर समाएर बसेको छु कि छैन निस्किन्छ अनि समाएपछि छोडी त हाल्छु नि त अनि तिमीले छोड्नु भनेको समाउँदै छोड्दै त छाया राम्रो दिएको तिमीलाई
काले उसलाई त्यस्तो राम्रो काले भन्छु म भन्नु ल नेपाल हुँदा भन्नुहुँदैन त यहाँ आएर पो तपाईँको उयो काहीँ नभएको हेपेर केही नभनेको त नेपालमा आएर त काले तँलाई कि म यहाँ आइज मात्रै न आएपछि त म तँलाई कहाँ कहाँ लान्छु तैँले जे भनिस् त्यही मान्छु तँलाई छोडेर म कहीँ जाँदिनँ के अरे नि राति चाहिँ घरमै आउनु ल नरेश ए त्यस्तो चाहिँ कुरै नगर्नु त्यसले राति म कहीँ जाँदिनँ अनि काले एउटा कुरा भन्छु ल अनि नरेश मलाई के खान मन लाग्यो भने ल्याइदिन्न होला त म मेरो बुढीलाई खानेकुरा कसरी बोल्छु अरे अनि म त्यति राम्रो गरेर बोल्छु हो साँच्ची हो नि होइन फेरि भोलि गएर यो भन्दा कमी बोल्छु भन्नु पाउँदिनँ जाउँ त अनि अनि नरेश अनि मलाई त कहाँ कहाँ घुमाउनु लानु लगिहाल्छु नि हौ म मेरो बुढीलाई लाँदिनँ त कसलाई लान्छु त हौ म अनि मेरो कालेलाई नलगेर काले आई लभ यु काले त मेरो त मुटु पो त मुटु भन्थ्यो घरि त अब यो र के बोल्नु पायो भने बोलेको अबे त्यसै भन्नु त है ल तपाईँले त्यस्तो कुरा छोडिदिनु त मेरो मुटु हो मुटु काले कुन चाहिँ केटाले भन्नु होला कन्फ्युज भयो होला हौ कालुमाया अनुमाया मैले तिमीलाई चाहिँ अनुमाया चाहिँ भनिन है या फोनमा पनि सेभ थियो ल छोडिदिनु अनुमाया पनि भन्नुहुन्थ्यो तपाईँले अनि के भन्थ्यो अरे त तेरो जति माया त मलाई कसैको लाग्दैन हावा लाग्यो नि गफ लाग्यो केटीहरू भाग्छन् भनेर गर्नु पऱ्यो नि अनि थिएँ भनेको होइन अनि बिहे गरेको भइहाल्थ्यो त त्यत्रो 3 वर्ष बस्दा नि के जान्थ्यो त गरेको अरे म यहाँ आइपुग्दिनँ थिएँ तपाईँ आयो त अरे उहाँ केही हुँदैन अहिले पनि के बिहे गरेको छ त गर्नु न त हौ गर्नु अनि अझै यङ छु भर्खरकै छु ह्यान्डसमै छु गर्नु न त गर्नु त्यसो भयो नि खुट्टामा हालेको छैन 2-3टा बुढी बिहे गरेर राख्ने मान्छे जस्तो लाग्यो मलाई म नहुनु भने त तँलाई बिहे गर्नुको लागि मात्रै जन्मेको जस्तो लाग्यो म बिहे गर्नुको लागि जन्मेन पहिले 15-16 वर्षमा बिहे गरेर बसिहाल्थ्यो नि किन यत्रो 30 वर्ष पर्खिन्थे किन नगरेको त 15-16 वर्षमै सबै कुरा भेटिहाल्नु भयो अनि किन गर्नु पर्यो त बिहे गर्नु त्यो पास्ट कुराहरू ननिकाले तिमी थप्पड खान्छौ नि खानु थप्पड मारिदिन्छु गालामा दुख्दैन के भएको आया आया अहिले म साँच्चै रोइदिन्छु है ए तिमी अरूले एक्टिङ गरेर पो रुन्थ्यो थाहा थिएन मलाई एक्टिङ गरेर अहिलेसम्म एक्टिङ गरेर दुख्दैन के भएको आया नि आमा मारिदिन्छु गालामा नकुर्नु ल दुख्छ माया लाग्दैन तपाईँलाई मेरो लाग्दैन ल छोड्नु त्यसो भए म सुतेको साँच्चीको बोल्दिनँ म तपाईँसँग जानु माया गर्नेसँग म त केही गर्दिनँ पनि लाग्छ पनि राम्रो बनाउँदिनँ मलाई तेरो माया लाग्दैन त काले तै त हो नि मेरो मुटु अहिले पनि भन्नु होइन तैँले अघि सम्झाएको अरू के भन्छ अरे काले तँलाई भोलि घुमाउनु लाग्छु ल म रिसाएर अब यहीँ पनि गएको आइज न आइज ए कति धेरै किचकिच गरे के परे ल्याङ गरेको कति धेरै चुप आएको बस्नु सक्दैन एकछिन होइन ल गर्दिनँ गएको म खुवा भने आइज न आइज तैँले किचकिच नगरेको कसले गर्छ त तै त होस् नि मलाई किचकिच गर्नु अरूले त कहाँ गर्छ नि त आइज न आइज भनेर बोलाउँछ
होइन त के अरू किचकिच गर्नेसँग जानु त अघि त नि खुब किचकिच गर्छिस् भन्नुहुन्छ त गर्छिस् त नि किचकिच नगर मुख धेरै नचला तै त होस् नि मेरो काले मेरो काले त हुँदैन तै त होस् नि आजकल त मलाई काले आजकल त भन्दैन काले पनि उता जानु काले अब यहाँ बेसी अब अमेरिका बसेर गोरी भइहालिस् के अरे नेपालमा त नरेस् तपाईँ मलाई मम्मीहरूको छेउमा पनि कालै नै भन्नुहुन्छ भन्छु त अनि किन भन्दिनँ मलाई अनि के हुन्छ त भन्दाखेरि नि साँच्चीकै भन्नुहुन्छ होइन भन्छु हौ भन्छु यहाँ आइकन त अनुसा 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 आमा अनुसा कहाँ गई अनुसा सुतेको अनुसा बिहान उठ्छ उठ्ने बित्तिकै आमा नाच्छ उठ्ने बित्तिकै हे गाइज यो मान्छे चाहिँ बिहानदेखि बेलुकासम्म सुत्ने मान्छे हो अनि अर्को कुरा यो मान्छेले उठ्ने 1 नम्बर उठ्ने बित्तिकै यस्तो गर्दा टाँसिन्छ अनि टाँसेर गर्छ नि गरेर गर्छ भोक लाग्यो भनेको त चाहिँ त्यसै भन्नुहुन्छ कि नै भन्नु तपाईँ अनि के भन्छ अनि भोक लाग्यो भनेर टाउको यसरी हल्लाउँछ अनि के खाने होइन के खाने भात ल्याइदिउँ भन्दैन मुन्टो यसरी नै हल्लाउँछ यता छोड्नु तपाईँको मुन्टो भन्दै यसरी हल्लाउँछ अनि के खाने नरेश रोटी 2टा अनि दुध 1 कप नभए चिया 1 कप अनि यही ल्याइदिनु नरेश थपक्कले पकाएर ल्याइदेऊ खान्छ त्यहाँदेखि मेरो काम सुरु भएको सबै बुढामै बित्छ है त गाइज आमामा आधी घन्टा